दिदी एकछिन बस्नु न तपाईँलाई म एउटा क्वेसन सोध्छु दुई चारवटा क्वेसन सोध्छु कि यी कुकुर पनि ल्याउनु भएको छ त तपाईँ होइन जब एउटा उसको लागि यहीँ बस्नु भयो एकछिन दुई चारवटा क्वेसन सोध्छु त्यसकै उत्तर मिलाउनु भयो भने तपाईँलाई धेरै धेरै बधाई छ कहाँ गयो त्यो खुच्ची हिजो त म भर्खर टाँसिरहेको थियो तपाईँले अहिलेसम्म होइन म एउटा क्वेसन सोध्छु नेगेटिभ नलिनु है पोजिटिभली सोध्नु दिएको होइन तपाईँले अहिलेसम्म फोन भिडियो हेर्नु भएको थियो होइन मतलब थाहा त छ तपाईँलाई होइन जस्तो कि अब तपाईँले होइन थाहा त रहेछ नि त तपाईँलाई चाहिँ भयो अलिअलि भन्यो नि थाहै छैन भन्नु न हजुर हेर्नु भएको अहिले कति वर्ष हुनुभयो होइन भन्नु न कति वर्ष भयो 40 सालको भनेपछि 45 सालको भनेपछि लगभग 36-38 होइन 36 वर्ष हुनुभयो त होइन 36 वर्षको उमेरमा अहिले पनि फोन भिडियो हेर्दै हुनुहुन्छ कि भिडियो हेर्नुहुन्छ अहिले पनि हेर्नुहुन्छ मोबाइलै छैन कि हेर्नु हुँदैन अब हेरिहाल्नुहुन्छ ओहो ओ भाइ यहाँ आऊ न कहाँ भाग्यो भने त्यो भाइलाई पनि सोध्छु अरे ल तपाईँको होइन अब एउटा क्वेसन मात्रै छ तपाईँलाई जस्तो कि एउटा तपाईँले फर्स्ट सेक्स चाहिँ कहिले कति वर्षको उमेरमा गर्नुभएको थियो फर्स्ट सेक्स क्या अब बोयफ्रेन्डसँग बुढासँग हुन्छ नि तपाईँको त्यो भन्नु न कहिले गर्नुभएको थियो कति वर्षको उमेरमा गर्नुभएको थियो भनेर क्या लगभग जान्नु पऱ्यो नि मान्छेले त्यो धनीहरूलाई भन्नु न भन्नु लगभग तपाईँ बिहा कति वर्ष उमेरमा गर्नुभएको नि 25 वर्षमा र तपाईँले फर्स्ट पहिलो सम्पर्क चाहिँ 25 वर्षमा गर्नुभएको थियो अहिलेको जेनेरेसनको मान्छेले चाहिँ लगभग सानै उमेरमा गर्छ ल भयो तपाईँलाई सक्यो धन्यवाद है तपाईँलाई तिम्रो गर्लफ्रेन्ड छैन अहिलेसम्म यहाँ आउन भने लास्टी लगाउने कि हेरे तिमीले अहिलेसम्म फोन भिडियो हेरे साँच्ची हात राखेर भने हात राखेर छैन गर्लफ्रेन्ड छैन छ अहिलेसम्म गर्लफ्रेन्डसँग डेटिङ गएको छैन डेटिङ अहिलेसम्म गएको छैन लभ परे कति महिना भयो कति वर्ष भयो ल अहिलेसम्म गएको छैन गर्लफ्रेन्ड चाहिँ टाढैको कि नजिकको टाढैको भनेपछि यसो टाइम मिलाउने जाने हो नि त अब टक्क एक्जाम सक्ने जाने अहिलेसम्म फोन भिडियो हेरेको छैन नि त भनेपछि अहिलेसम्म के अरे सेक्स गरेको रहेन छैन ल सेक्स नि गरेको छैन कति वर्ष उमेर अहिले 16 वर्ष लागिसक्यो 16 वर्षको उमेरमा अहिलेसम्म कतिचोटि हस्तमैथुन गऱ्यो मतलब 36 हाने भने क्या 100% थाहा छ मैले त 12 वर्षको उमेरमा गरेँ भनेपछि तिमीहरू अहिले 16 वर्षको उमेरमा गरेको छैन भने लाजा मर्ने कुरो हुँदैन खैरे गरे है होइन यार भन्न यार छिटो मलाई ढिलो भइसक्यो जानलाई अहिलेसम्म भनेको पहिलोचोटि हस्तमैथुन गर्दाखेरि कस्तो फिलिङ आयो त हुन्छ नि त म त स्वर्ग पुगेको थिएँ भने अब म ऱ्यान्डमली मान्छेले सोध्दै हुन्छु क्या कोही स्वर्ग पुग्ने हुन्छ कोही अब काठमाडौँ पुग्ला त्यस्तो गर्दा होइन हुन्छ नि मान्छेको आफ्नो तरिका र स्टाइल हुन्छ नि त्यो सोचाइमा पुग्ने ब्लग हेर्ने गरेको है मेरो हो ब्लग हेर्ने गरेको अब जे भए पनि मेरो यो ऱ्यान्डमली त होइन चिनेको मान्छेलाई चाहिँ मैले गरेको म त्यहाँ चिलङ्गामको मान्छे आयो भने पनि सोध्छु क्या त्यहाँ केटीहरूलाई होइन गइसक्यो ल जा अब सोध्छु म जो मान्छे आउँछ बुढाबुढी मान्छे जो आउँछ त्यो मान्छेलाई सोध्छु किनभने आजको भिडियोको टपिक नै यही छ क्या ल धन्यवाद है तँलाई ल थ्याङ्क यू ल यो भाइले चाहिँ आफ्नो भन्यो मतलब अब गर्लफ्रेन्ड त छ भने होइन अहिलेसम्म 36 नि हाने हस्तमैथुन नि गरेँ छैन रे अहिलेसम्म भन्छ मैले पत्याइनँ गरेँ है गर्नु गरेँ है तर फर्स्ट एक्सपिरियन्सको बारेमा चाहिँ केही पनि भनेन ल धन्यवाद भाइ जब यहाँ ढिलो हुन्छ तिमीलाई खाजा नि खाएन होला भोक लागिसक्यो होला है ल धन्यवाद